यो चाहिँ शुद्ध मिनरल वाटर तराईको शुद्ध मिनरल। ए आया ता मोबाइल भरिको यो पिचकारी हो नि त। हाम्रो भान्जा चाहिँ मासु पाएको बेला मात्रै आउँछ है। यो भान्जा त अरू बेला आउँदैन, खान मासु पाएको बेला मात्रै आउँछ। यति धेरै टमाटर पिसेर है, आफ्नै बारीको लोकल है। अनि चटनी बनाएर तरकारीमा हालेर टमाटरमा हालेर छिटो अरु त्यहाँ खाएको लसुन ल्याउन त हाम्रो यहाँ चाहिँ यस्तो लसुन यसो स्वास्थ्य निकाल्न पर्छ। यो राखेको लसुन लिएर आएको त्यहाँ प्लास्टिक पर्छ नि। ए प्लास्टिकमा भनेको म त दियो के हुन लो ए भयो गरौँ त। हेलो गाइज, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। सधैँ चाहिँ हजुरहरूको अगाडि म आइपुगेँ। अनि आज चाहिँ हामीले घरमा स्पेसल खानेकुरा राँगोको भुटुवा बनाएर खान लागेको छौँ। अनि यो भिडियो मैले हालेको छु, हाल्दैछु, हेर्नुहोला। कृपया स्किप नगरिदिनु होला, पुरै हेरिदिनु होला भनेर म अब आफ्नो भिडियो सुरु गर्न जाँदैछु। लेट्स डु माई भिडियो। यो चाहिँ साथीहरू राँगोको भुँडी यहाँ यी धोएर पनि राखेको छु, हेर्नुहोस्। यो चाहिँ फोक्सोसँग टाँसेको यो घेँच्रो। अनि यो चाहिँ के अरे तपाईँको आन्द्राहरू, आन्द्रा भुँडीहरू। अनि यो चाहिँ भुँडी स्पेसल कालो भुँडी। यो चाहिँ एकदम मिठो हुन्छ झन्। यो यसलाई चाहिँ पानीमा उमालेर अनि पिस धोएर उमाल्ने, अनि उमालेर पिस गरेर मसला हालेर झरम भुट्ने, अनि गरम खाने। राम्रो हुन्छ साथीहरू, एकदम हामीलाई चाहिँ एकदम मनपर्छ। के अरे तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन? तपाईँहरूले खायो होला बनाएर। कसरी चल्छ फेरि यो राँगो, कसरी चल्दैन, हाम्रोमा त चल्छ। हामी चाहिँ आले मगर, त्यही भएर अब घरमा त चल्छ। के अरे तपाईँहरूकोमा त चल्छ कि चल्दैन? एकदम मिठो हुन्छ साथीहरू। पिस गर यो चाहिँ पखालेको है साथीहरू। यसरी चाहिँ पखाल्न पर्छ, भित्रको मैलाहरू जुसु सबै जान्छ क्या, नरहेछ। अनि यसलाई सिर्ने, अनि यसरी औँला हालेर यसरी फटाउने साथीहरू। मिस्टेक पर्यो। यो चाहिँ मासु भन्दा मलाई त यही ठिक लाग्छ। मासु चाहिँ महँगो, खाना नि मिठो नै, एकदम मिठो, सस्तो पनि मिठो पनि। त्यही माथि चाहिँ के बा एउटा ठिकै हुन्छ होला, खान्न होला अहिले फेरि। काले बाई गरेको खै, बाई काले बाई। अनि घुमेर आऊ है। उही खान्छ अब अहिले नास्ता। हजुरले वाच के छ? बिस्कुट लिएर जानु न हजुरले। हुइ नि होला, भाइसित एउटा देऊ है बजारलाई बिस्कुट। ल पानी निस्किन्छ होला न, हाला त्यो हाल्ने। आगो बोल्नु किन फेसबुकमा हालेको?
सबै टिप्ने टिपेर पाएको यता पनि छ यस्तो हेर्नुहोस् साथी देखाउन त हेर्नुहोस् साथीहरू यस्तो हाम्रो घरमा लोकल मसिनो टमाटर मसिनो लोकल एकदम चटनी बनाएर खाना पनि दामी तरकारीमा हाल्दा नि खट्टो खट्टो टिप्न दुःख के भित्रभित्र फल्ने यार यहाँ त जुडुवा रहेछ यार जुडुवा जस्तो गाइस हेर्नुहोस् यति धेरै टमाटर टिपेर आएँ यो चाहिँ आफ्नै बारीको लोकल है र अनि चटनी बनाएर तरकारीमा हालेर टक्क आज भुटुवामा हालेर अनि छोप बनाएर चटनी भन्छ त्यो बनाएर खाने साथीहरू यो अनि कुकुर दाइने मिलाउने हो कि कुदाइने र यो अनि तरकारीमा पनि अमिलो हाल्ने अनि चटनीमा सानो हेर्नुहोस् साथीहरू मेरो बुढी त बदमास छ मलाई भाँडा मजाउँछ आफू चाहिँ मस्त मेरो भिडियो बनाउँछ हेर्नुहोस् मलाई चाहिँ एकदम लास्टै काम दलाउँछ कि भाँडा मजायो टमाटर टिपायो अलिक के गराउँछ उसले लास्टै दलाउँछ हेर मलाई अब त नागानी जस्तो बस्छ मलाई चाहिँ हेर्नु भाँडा मजाउने कपडा धुलाउने के गराउँछ यो के हो भन्नु त तपाईँले भाँडा हेरेर त के को भाँडा जस्तो लागेको छ यो कुकर हो यो चाहिँ मेरो बुढीले टिकटकमा हेरेर यसरी काटेर ताप्के हुन्छ ढेँडो ओडाल्ने भनेर हामी काटेर यसरी बनाएको तपाईँहरूको नि खाली छ यस्तै भनेपछि नचाहिने भाँडा छ भने यसरी काटेर ताप्के भन्छ है एकदम युज हुन्छ घरमा त्यति लैजाऊ भाँडा मारिदिनुहुन्छ लग ए लैजाऊ यार यो चाहिँ शुद्ध मिनरल वाटर तराईको शुद्ध मिनरल वाटर ए आया पुरा मोबाइल भरि भयो यो पिचकारी हो होली त ल जाऊ अब राख पर्दैन यो विषय अब सदा खजाले बनाउनु पर्दैन सब यो चाहिँ स्पेसल है हरियो खुर्सानी रातो खुर्सानी सानो सानो मसिनो टमाटर नुन अनि लसुन होइन अनि यो टिमुर अनि समात भाइ हो टिमुरको हालेर कुकुर दाइन छ त त्यहाँ ए यहाँ कुकुर डाइने पनि हेर्नुहोस् सानो कितलीमा यो चाहिँ मेरो म सानो 4 वर्ष हुँदादेखिको कितली हो यो हेर्नुहोस् त पत्रा है हो यसमा कुकुडाइने छ अनि यहाँ चाहिँ यो चटनी पिसेर त्यो कुकुडाइनेमा मोल्ने अनि मोलेपछि मजाले खाने अनि यहाँ मेरो भान्जाली टमाटर पकड्दै होइन भान्जा तिमीले नि खाने होइन भात हाम्रो भान्जा चाहिँ मासु पाएको बेला मात्रै आज है यो फटा भान्जा छ
अरू बेला आउँदैन खान, मासु पाएको बेला मात्रै आउँछ। खैले हो भाइ टमाटर त्यसो गरे टिमुर रहेछ के गरे ल अनि टमाटरको भयो क्या अलिक कुकुर दाइ यो चाहिँ स्पेसल हेर्नुहोस्। अब कुकुर डाइने यसरी चटनीमा मिक्स गरेर मजाले खाने हो भुटुवासँग। के भुटुवा भन्ने हो न भान्जा, हो न? हेर्दै मिठो होला जस्तो छ है, खाँदाखेरि कस्तो हुन्छ पिरो। भएन यति नचिके ल्याउ न त्यसलाई, दिमाग नै छैन यार। तातो रहेछ। मान्छेलाई भोक लागिसक्यो, कतिखेर काट्ने हो कतिखेर खाने हो। आज देरी भयो। एकजना भिडियो बनाउँदै ठिक्क छ, म यहाँ काम गरेँ। अनि भिडियो नगरेर नि कसरी तिम्रो भिडियो बन्छ त? एउटा त मान्छे चाहिएको रे भिडियो गराउने। कुरा पनि अचम्मैको। आज एक दिन काम गरेको सुल्टीले तातो रहेछ। ओहो त्यो के ओछ्याउ न भुइँमा, ओछ्याउ त के तेल चाहिँ लास्टै खरियो साथीहरू, त्यो पड्क्यो प्याज हाल्दा। एकछिन प्याज फ्राई। ल यसमा अब टमाटर राखियो। मसिनो टमाटर हो, आफै गल्छ। गलिसकेपछि यसमा अनि मासु राख्ने हो, बल्ल भुटुवा। यसमा हामीले किन यसरी गराएको भनेपछि अब यहाँ पहिले अब मासु त पाकिसक्यो उमालेपछि अब हामी त मसलामा पकाउने नि त, आफ्नो आफ्नो तरिका हो पकाउने त। तर यो हाल्नु चाहिँ बिर्सेको चाहिँ अब बल्ल हालिदिन्छ है, कोही नै हुन्न, स्वाद त हुन्छ। मिस्टेक पर्यो। अनि हामीले मसला पकाउने पहिला, अनि त्यसपछि मासु हाल्ने, अनि मासु हालेपछि अनि एकैछिन पकाउने के मसलामा, अनि पकाएपछि अनि भइहाल्छ नि खानालाई रेडी। हो र तिमी त कुकै हो क्या यार।
आफ्नो आफ्नो स्टाइलमा पकाउने। अब मैले यो स्टाइलमा पकाएको किनकि अब यो भोटुवा त बफाएपछि त पाकिसक्यो। अब मसलामा पकाउन खोजेको क्या मैले। अब कसैले तेलमा मात्र पकाउँछ, तेल हाल्यो हल्दी र नुन मात्र हालेर पनि पकाउँछ। अनि कसैले फेरि तेलमा यो प्याज नहालिकन भुटुवा मात्र हाल्छ तेलमा, अनि लास्टमा अदुवा लसुन मात्र हालेर पनि पकाउँछ। हो र यता नखिच के हुन्छ त मलाई त थाहा छैन। मैले पकाउँदैन खासै, पकाउने बुढीले हो। खाने मात्र हो। तिमी त नि कुक घरको, ए नखिच के यार। हामी कहाँ हो त? अनि हामी त काम गर्ने मान्छे, अनि कहाँ हामीले पकाउँछ त? यो हल्दी, यो चाहिँ हल्दी कराईमा हालिङ। अब गल्दैछ कि है। अब अलिअलि गरेर गल्दैछ। एकछिन गलिसकेपछि अनि बल्ल हाम्रो यो भुटुवा हाल्ने हो है साथीहरू। धनियाँको पाउडर, यो चाहिँ धनियाँको पाउडर। अलि मजाको हाल्छु कि अलि मजाको हुन्छ नि। ल यो चाहिँ फेरि मैले जिरा पिसेको क्या अलिकता। अनि यो चाहिँ खडा जिरा। मिठो हुन्छ हो, किनेर हाल्ने हो। यो लोकल स्टाइल। अब पिसेको मसला भए त झन् मिठो हुन्छ। हामी फेरि खान्नौँ त्यो। अब हामीलाई पिस्न झ्याउ लागेर रेडिमेड धुलो हाल्छ। पिस्न झ्याउलाको कुरो होइन, घरमा खाँदै खान्नन् पिसेको, त्यही भएर। पिसेपछि त खाइहाल्छ नि। खान्नन् पिसेपछि कसले खान्न? भन्दै कसले खान्नन्? तिमीलाई थाहा छ कसले खान्नन् भन्दै। तिमी हिरो नबन यहाँ, भिडियोमा हिरो नबन। ल नुन अब हामीले चर्को खान्छौँ के अरे। अब हजुरले कतिको खानु थियो त्यही अनुसारले हाल्नु होला। ल धेरै चर्को नहालेर मैले खान्न फेरि। हल्का हाल्छु कि। अदुवा लसुन लियो। यो के हो त? यो अदुवा लसुन त हो नि, होइन? ल अदुवा लसुन डालिङ कराईमा, अनि चलाइङ मजाले। यो त गलिसक्यो, सिङ्गो सिङ्गै हाल्दै थिएँ नि मैले। यस्तो हुन्छ लोकल घरको टमाटर, यस्तो हुन्छ गलिसक्यो। गलिसक्यो। बाहिरको टमाटर हुने भए बजारको खडै हुन्थ्यो। ऊ हाल्छु कि मैले पिसेको थिएँ यो के भन्छ गरम मसला। गरम मसला, यस्तो घाममा गरम मसला स्वादको लागि हालेको नि। धेरै नहाल, गर्मीमा भैरुवाको गर्मीमा झन् मर्छ। आज हावा चल्यो, चिसो हल्का, त्यस्तो गर्मी छैन आज। ल ल अब बास्ना रेडी आउँछ नि त हुँदैछ। यसको फेरि, मिठो आहा बास्ना आइसक्यो आउँछ। त मलाई बास्न नाकमा। ल पहिले मसलाको बास्ना आइसक्यो। अब मासु हाल्यो भने त झनै बास्ना हो मस्त। अब यसलाई एकछिन ल एकछिन ढाकेर स्टिम। पकाउने एकछिन यसलाई। रेडी। ल साथीहरू यस्तो भयो ग्रेभी। मसला पाक्यो अब मसला पाक्यो। अब एकछिन चलाऊ मजाले। भयो कि ल हाल नि त अब मासु। अब कसलाई कुरेको हो नि? ल क्यामेराम्यानलाई कुरेको। ए ल अब मस्त मासु अड्छ कराईमा। कट्ला नि फेरि भुइँभरि होला। हुन्न, अब पाकिसकेको कि अब मसलामा। अब एकछिन अब यो हाफ बोइल भइसकेको हो। अब यसलाई एकछिन मसलामा पकाउने हो। हाफ बोइल भइसकेको अरे। अब धेरै पकाउन त पर्दैन, एकछिन पकाउने बित्तिकै रेडी। अनि त्यसपछि दाल भात भुटुवा चटनी मजाले खाने हो। बिचराले कहिले नै खान नपाएको। दाल भात चटनी भुटुवा छि अनि कुकुडाइनेको अचार सबै मजाले। होइन यार, तिमीलाई त मान्छेले खानै नपाएको हिजो क्या यो भाइले त भन्लान् के मान्छेहरूले नि। अब कहाँ अनि सधैँ खाइन्छ त अनि मासु। अघि अरू मासु खाएको छैनौ र? खाबो जिन्दगीमा मासु नै, मासुको मुखै नदेखे जस्तो, खानै नपाए जस्तो गर्यौ यार तिमीले त। सधैँ कहाँ खाइन्छ त? कहिले काहीँ सधैँ त भयो नि त, हप्तामा त खाइरहेछौ है।
लास्टै यार भुटुवा खाएको छैन नि त अरूको मासु कुखुराको मासु खाए जस्तो लाग्दैन ब्रोइलरको अब ब्रोइलर खाए फर्म खाए जस्तो लाग्छ अब यो भनेको अब राँगो हो यो भनेको अलिकति गाँठिलो हुन्छ गाँठिलो रे दाँतले चपाउँदैन दाँतै टुट्ला जस्तो हुन्छ तब बल्ल पो मजा आउँछ तिमीलाई त गिलो मासु त फर्म खाए जस्तो बाक त्यो भाग भन्छ त्यही भएर फर्म खाए जस्तो कहाँ हुन्छ त अनि त्यो लसुनले भए दाल फर्म झान्ने खाए जस्तो मासु खाएर कहाँ हुन्छ यो राख उता लसुनले ल रेडी भयो के रेडी भयो मासु रेडी भएन हाल्ने बित्तिकै रेडी हुन्छ पाकेकै त औ त्यहाँ खाके लसुन ल्याउन जाऊ ए हाम्रो यहाँ चाहिँ यस्तो लसुन नि यसरी स्वाट निकाल्न पर्छ बिउ राखेको लसुन लिएर आएछ त्यो प्लास्टिकमा छ कि ए प्लास्टिकमा भनेको म त बिउ के हुन लो अब यही भयो नि गर नि त अब मलाई के थाहा बिउ राखेको थियो भनेर म त्यही खानालाई माथि राखेँ होला भनेर टिपेको त के थाहा छैन घरको बारेमा तिमीलाई त ल ल छिटो बनाऊ त अब खाने पकाउँदै चाहिँ पाक्न त देऊ ल साथीहरू अब एकछिनपछि तयार हुन्छ अनि भात खाएको गम खाएको भिडियो देखाउँछु हजुरहरूलाई कति गम खानै नपाए जिन्दगीमा राम्ररी यो केटाले त खानै नपाएको रहेछ खानै नदेखाएछ क्या घरमा मासु नै नपाक्दो रहेछ कि भन्ने पारे यार हो र पाकेपछि खाने हो भने के गम भन्नु पर्छ र ल ल अब पाकेपछि खाने है साथीहरू जस्तै यार के भनेको अन्जा मासु के खाने हो मासु मैले चोचेको पनि खाने हो अनि सिङवाला पनि खाने हो यहाँ अब भात हाल्दै हाम्रो श्रीमतीले मेरो श्रीमतीले थोरै हाले यो हो भुटुवा राँगोको कुन बजेलाई मनको सिद्धीलाई भात हाल्दैन ए यो चाहिँ कुकुडाइनेको अचार स्पेसल ल ल ल ल जति हालिदिने हाल अहिले थपेर खाम्ला भोक लागिसक्यो भोक लागेर यहाँ खरिसक्यो ल दिदी यिनीहरू हाम्रो बनकसी दिदी है खै हाई गरेको यो चाहिँ हामीले लुकेर बनाएको है आमा के आमाले कराउँछ भनेर लुकेर बनाएको बङ्गुरको यो चाहिँ स्पेसल हो खानु न खानु होइन खानु ए एउटा त हाल कति शर्माको हाम्रो दिदी यार झोल मासु ल झोल के अब यो चाहिँ मेरो लागि म त फेरि बङ्गुरको त फेभरेट हो बङ्गुर राँगोको भुटुवा मजाले तिमीले खाने हो रिमा ल अहिले खाँदा नि त अहिले पछि किन आज हाल्दैन त मलाई भुटुवाको खाँदाखेरि कस्तो लागेछ मिठो छ हो नखाँदै टेस्टी हो क्या ल हामीले त अब बुङ्गुर खाएका लुकेर हामीले त बुङ्गुरको मासु खाएका लुकेर म अब जय हरि गर्छु भगवानको लागि ल ल ल जय हरि ल ल अब म खाएँ है आमाले त बुङ्गुरको मासु खान्न अब हामीले हाम्रो यहाँ बुङ्गुर पार्टी मजदुर दिवसमा मजदुर दिवसमा गम कि गम खाने होइन दिदी
होइन भान्जा ल खायो है खायो। मैले पनि देखाउनु भयो। मेरो हो भान्जा किन यसमा खाएको तिम्रो सानोमा ठुलोमा खानु पर्दैन भातसँगै हालेको थियो के तिमीले खान्छौ रिमा भात खाऊ नि त खाएर भिडियो कस्तो लाग्यो साथीहरू अब यो भिडियो चाहिँ हाम्रो घर फ्यामिलीको हो अब घरमा खानासाना बनाएर खानपिन गरेको अनि अब यही त नि भिडियो भनेको अब फ्यामिली ब्लग कस्तो लाग्यो तपाईँहरूलाई मन पऱ्यो लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् यस्तै नयाँ नयाँ भिडियोहरू हजुर सामु ल्याउने छु भन्दै आज म बिदा माग्छु बाई बाई शुभ दिन शुभरात्रि